बालेन शाहको व्यक्तित्व देखेर चाहिँ तपाईँ लोभिनुहुन्छ अरे होइन? किन लोभिनु? उहाँको टी सर्ट प्यान्ट नो 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 कोट लाएर ट्याकको उहाँको व्यक्तित्व छ नि त्यस्तो त्यो अनि हर्क साम्पाङ चाहिँ जिपर पनि लाउनु बिर्सिनु नो 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 प्यान्ट त्यो फास्टनर पनि लाउनु बिर्सिनु भयो भनेर त्यो पनि मैले हेरिरहेको थिएँ सामाजिक सञ्जाल। त्यो त लगाएकै हो तर त्यो प्यान्ट चाहिँ अलिकति पुरानो थियो त्यसले गर्दा त्यो त्यतातिर किन घुमिहिँड्ने भने त्यो पत्रकारहरू जो जति निकाल्यो नि उनीहरूलाई फेरि एकचोटि खिच्न आएर हुन्थ्यो भनेको मैले त्यो लगाएर कस्तो बुद्धि होला। त्यसलाई लोभिनु भन्दैन नि पत्रकारज्यू, जल्नु भन्छ के, जलेर खरानी हुनु भन्छ के, कोइला हुनु। बुझ्नुभयो कि नै? हर्कपात जलेर कोइला हुन्छ भने के बालेन शाहलाई देख्दा के गर्छ बिचारा। मेयरबाट प्रधानमन्त्री म हुन्छु भन्दै उफ्रिन्थ्यो, प्रधानमन्त्री हुन पाएन, लास्टमा आफ्नै दुश्मन प्रधानमन्त्री पर्यो। अब के गरोस् त नजलेर। त्यही भएर त अस्ति त्यसकै पार्टीको मान्छेहरू पुरा बाटोमा के भन्छ राकेट जुलुस लिएर हिँडिरहेको थिए त, बेशरम पार्टीका बेशरम व्यक्तिहरू। खरानी हुन्छ कि जलेर खरानी पुरै छोडिदिउँ त। उठेर कति बेला गाली दिउँ बालेनलाई, कति बेला स्ट्याटस हालौँ भन्ने चिन्ता हुन्छ, रातभरि सुत्न पाउँदैन होला। के हो बालेनलाई देखेर हर्केको चाक पोलेर रात दिन सुत्न नसकेर छटपटीले के भन्छन् रातभरि दिनभरि लगाएर 100 वटा स्ट्याटस हाल्छ। त्यही भएर